नमस्कार, मेरो नाम चाहिँ विमल गौतम। मेरो भर्खर रिसेन्टली क्यानाडाको भिसा आएको छ। मैले चाहिँ मेमोरियल युनिभर्सिटी अफ न्यू फाउन्डल्यान्डकोमा चाहिँ मास्टर इन इन्फ्रास्ट्रक्चर इन्जिनियरिङमा चाहिँ एप्लाई गरेको थिएँ। मेरो सबै जोर्नीहरू सबै आइसिसिसीबाट भएको थियो। मैले चाहिँ आइसिसिसीलाई चाहिँ सुरुमा चाहिँ अनलाइन मार्फत चाहिँ टिकटकबाट चाहिँ चिनेको थिएँ। उहाँहरूको यसो भिसा रेट हेरेको चाहिँ एकदम राम्रो थियो अरूको भन्दा चाहिँ। त्यसपछि म यहाँ आएर चाहिँ सुरुमै सबै फाइलहरू चाहिँ अफरको लागि चाहिँ मैले सबै अनलाइनबाट नै सरसित काउन्सिलिङ गरेर सबै अफर आइसकेपछि चाहिँ सरहरूलाई भेट्दा चाहिँ डकुमेन्टेसन एकदम इजी थियो। सरहरू एकदम फ्रेन्डली हुनुहुन्थ्यो, जुन टाइममा पनि एभाइलेबल हुनुहुन्थ्यो। चाहिएको बेला चाहिँ सहयोगहरू सबै डकुमेन्टेसन यो भयो, यो चाहिँ डकुमेन्ट ल्याऊ भनेर सबै गाइड गर्नेदेखि सबै कुरा थियो हैन। उहाँलाई पनि कन्फिडेन्स थियो कि मेरो भिसा आउँछ भन्ने, मलाई पनि थियो। त्यही भएर मैले सबैलाई चाहिँ आइसिसिसी नै रोज्नुहोस् भन्छु, किनभने आइसिसिसी नै हो भिसा दिने सबैको लागि, क्यानाडाको लागि जस्तो लाग्छ मलाई चाहिँ मेरो पोइन्ट अफ भ्यूबाट चाहिँ। त्यही भएर सबैलाई यही रिकमेन्ड गर्छु।